हरे कृष्ण प्रभुजी। हरे कृष्ण। आज पनि हामी क्वेसन एन्सरमै छौँ। आजलाई तपाईँको क्वेसन छ, नेपालमा र भारतमा जुन सनातन धर्म मान्नेहरू, हिन्दू धर्म मान्नेहरूले किन बिस्तारै छोड्दै क्रिस्चियन धर्म, अरू धर्महरूतिर लागिराख्नु भएको छ र अरू जुन हाम्रो युरोपियन कन्ट्रीहरूको मानिसहरू उहाँहरूको यो आफ्नो ओरिजिनल धर्मलाई छोडेर हैन, उहाँहरू चाहिँ किन सनातन धर्म अपनाइराख्नु भएको छ? कारण के होला प्रभुजी? एकदमै ठेट एन्सर दिनु होला। ठिक छ, त्यो सिम्पल रूपमा क्वेसन गर्दा नि भयो। ठिक छ, मैले बुझेँ के भनेको भने अब जस्तो हाम्रो युरोपियन जस्तो भनौँ न, अब फरेन कन्ट्रिज भनौँ न, यो अब अमेरिका भयो, बेलायत भयो, अस्ट्रेलिया भयो, रुस भयो, यिनीहरू चाहिँ बाइबल पढ्छन् हो। यिनीहरू बाइबल पढ्छन् अनि बाइबल अब यीशु, मोसा, यहुदीहरूले मोसा मान्छन् अनि चाहिँ क्रिस्चियनहरूले चाहिँ यहुदीलाई गुरु मानेका छन् हो। अच्छा, उनीहरूको त्यो धर्म मान्नेलाई हामीले क्रिस्चियन यहुदी भनियो। अब चाहिँ अब प्रोफेट मोहम्मद मान्नेलाई मुस्लिम भनियो होइन। अब हामी चाहिँ यता सनातनी छौँ, हिन्दू छौँ भनौँ न। अब त्यस हिसाबले चाहिँ कस्तो छ भने आत्मा र शरीरको ज्ञान चाहिँ सबै धर्ममै हुन्छ। जस्तो अब मुस्लिममा पनि आत्माकै कुरा गर्छ, यीशुले नै आत्माकै कुरा गर्नुहुन्छ। आत्मा बिना त धर्मै हुँदैन। अब जस्तो आत्मालाई कसले भनौँ न एउटा शुद्धताको रूपमा चाहिँ बुझाउन सक्छ, त्यतै मान्छे आकर्षित हुन्छन्। त्यति कुरा जस्तो अब यहाँ चाहिँ हाम्रो आत्मालाई शुद्धताको रूपमा अथवा क्लियरली आत्मै हो, हामी शरीर होइन भन्नेमा बुझाउन नसकेर यो भयो। अनि उता चाहिँ अब आत्मा त बुझाएका, तर अझ क्लियरिटी, अझ प्युरिटीको रूपमा चाहिँ हाम्रो प्रभुपादले इस्कन धार्मिक संस्थाले चाहिँ बुझाइरहेको हुनाले कृष्णमा आएका छन्। अच्छा, अब तपाईँलाई अर्को क्वेसन, बुझाउनीको क्रममा तपाईँले बुझाउनी भन्नुभयो होइन। बुझाउनी भन्दाखेरि तपाईँको ठाउँमा के अरे यस्तो उहरू सप्ताहहरू भइरहेका हुन्छन् होइन। अनि ठाउँमा यज्ञहरू भनेर लगाइरहेका हुन्छन्। अनि त्यहाँ प्रत्येक मान्छेहरू, त्यहाँका जुन भन्ने वाचकहरू हुनुहुन्छ, उहाँहरूले भनेको त्यो कुरा सुनेर मान्छेहरू धुरु रोइरहेका हुन्छन्। यज्ञमा के कुराहरू सुनेर होइन, अनि उहाँहरू रोइरहेका हुनुहुन्छ। अनि क्वेसन यस्तो छ कि त्यहाँ जस्तो आफ्नो बाआमा त्यहाँ गएर धुरु त्यहाँको कुराहरू सुनेर रुने, छोराछोरीहरूले चाहिँ त्यो कुरा नलिने कारण चाहिँ के हो? बुझाउन नसक्ने त्यहाँको यज्ञमा गए, सबै सुने, सप्ताहमा सुने, 15-20 दिन सुने, तर पनि फरि छोराहरू अनि उनीहरू स्वयं क्रिस्चियन धर्म लिए भन्नु क्रिस्चियनतिर जान्छ। त्यो चाहिँ कारण चाहिँ के हो भन्नु? हामी आत्मा हो, शरीर होइन भन्ने कुरा एउटा एकदम स्ट्रेटली रियलमै वास्तविक रूपमा नसिकार हो। भनेपछि तिनीहरूले धेरै भौतिकवादी कुरा धेरै गर्नुभयो जस्तो लाग्यो। भौतिक कुरा भयो, यज्ञ गरे पनि पैसा कमाउने, अब चाहिँ गएर मन्दिरमा गएर केही अब चाहिँ गएर रुनी कराउने गरे पनि केही रिटर्नकै लागि गर्ने, परमेश्वर कहाँ जाने, परमेश्वर कहाँ पुग्ने भन्ने त यो एउटा छैन भन्ने जस्तो छ। अहिले पनि हिन्दूलाई धर्म म सबैलाई भन्दिनँ, कति मान्छेलाई यो भगवान् श्रीकृष्णै कथा हो, विष्णु नै कथा हो, शिवजी नै कथा हो, यो कथा हो, यो सत्य छैन, आँखाले देखेको मात्रै कुरा बिलिभ गर्ने भन्ने कुरा छ। तर चाहिँ त्यो चाहिँ भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब सिन र अनसिन भन्छ क्या। अब चाहिँ सिन र अनसिन दुवै कुराहरूलाई चाहिँ हामीले विश्वास गर्न सकिएन भने सिनलाई मात्रै गरियो भने भौतिकवादी भयो। अनि त्यसपछि चाहिँ भौतिकमा पर्फेक्सन आउँदैन। जस्तो इक्जाममा फेल हुन्छ, बच्चा मर्छ, धन सम्पत्तिहरू होइन चाहिँ अब बाढी पहिरो लाने, चोरहरूले चोर्ने सबै समस्याहरू आइसकेपछि चाहिँ अनि चाहिँ पर्फेक्सन आउँदैन। त्यहाँ अनि त्यहाँबाट मान्छेलाई अप्ठ्यारो हुन्छ। त्यसपछि अनसिनमा जानुपर्ने हुन्छ। अनसिनमा चाहिँ अनि त्यहाँबाट हाम्रो यहाँ नलेजै बेसै बने होइन। त्यसपछि अनि बाइबलले ल अब यस्तो भयो भने केही हुँदैन, परमेश्वर कहाँ गइन्छ भनिसकेपछि मान्छेलाई सान्त्वना हुन्छ। अनि त्यतै लागिरहेको छ कि भनेपछि हाम्रो सनातन धर्ममा चाहिँ राम्रोसँग बुझाउने गुरु चाहिँ नभएको कारणले गर्दाखेरि सिन चाहिँ भइरहेछ, देखिने कुराहरू चाहिँ भौतिक कुरा जे जति छ त्यो चाहिँ भइरहेछ। अनसिन कुरालाई मात्रै बढी एक्सेप्ट गर्यो। आँखाले देख्न नसक्ने कुराहरू, हाम्रो चाहिँ फिल मात्रै गर्ने, हाम्रो हृदयले स्पर्श मात्रै गर्ने कुरालाई चाहिँ उहाँहरूले चाहिँ कडा रूपमा जान सक्नु भएको छैन कि जुन रिजल्ट आउने हिसाबले गर्न सक्नु। उहाँले चाहिँ एउटा आफ्नो धर्मलाई चाहिँ व्यवसायको रूपमा मात्रै हेर्नुभयो,
कमाउने बाटो मात्रै उहाँलाई ज्ञान हेर्नुभयो। पनि भएन होला नि। अब कमाउनु त सबैले उहाँले धर्ममा कमाउनु भयो होला, कसैले के गरेर गर्छ, पैसा त अब शरीर चलाउनलाई गरिराख्नु भएको छ। तर के छ भने उहाँले चाहिँ भनौँ न अब त्यो आत्माको कुरा चाहिँ क्लियरली रियलमै वास्तवमै बुझाउन सक्नु भएन कि अब यहाँको गुरुहरूले। म को हो भन्ने कुरा चाहिँ उहाँले बुझाउन सक्नु भएन। म शरीर आत्माको बारेमा र भगवानको अस्तित्वको बारेमा बुझाउनै सक्नु भएन, त्यही हो कुरा। अनि सित सनातन धर्म भन्छ राम्रो ठाउँ रहेछ त छ। भन्नुभएको थियो तपाईँले, कहाँ जानुपर्ने रहेछ त राम्रो ठाउँको लागि चाहिँ? ठिक छ त, जहाँ त्यसरी बुझाउँछ त्यहीँ जाने हो, कहाँ जाने म भन्दिनँ। त्यो त अरू पनि हाम्रो सम्प्रदायहरू जस्तो कृष्ण प्रणामीहरू, राधे राधेहरू, श्री वैष्णवहरू उनीहरूले गरि नै रहेछन्। अब म इस्कनमा भएकोले म इस्कनमै शुद्ध छ भन्न त म भन्दिनँ, तर जसले चाहिँ विशुद्ध रूपमा चाहिँ हामी आत्मा हो शरीर होइन भन्ने कुरालाई चाहिँ एकदमै प्र्याक्टिकल्ली तपाईँलाई अप्लाई गराएको छ, प्र्याक्टिकल्ली तपाईँलाई फिल गराएको छ, त्यस्तो संस्थामा जानुहोस् भन्छु। अथोराइज हुनु पर्यो, गुरु परम्परा अनुसार आउनु पर्यो। अनि अर्को क्रिस्चियन चाहिँ धर्म चाहिँ कस्तो भइदियो भने हाम्रो चाहिँ सनातन धर्म प्रचार गर्ने एउटा चाहिँ एकदम सशक्त माध्यम चाहिँ भएको छ। जति क्रिस्चियनबाट हाम्रो इस्कनमा आएको छ उनीहरू चाहिँ एकदमै कडा रूपमा एकदमै चाहिँ पुरै शुद्ध भएर आएका छन्। त्यसैले अब क्रिस्चियनलाई बुझाउन सकियो भने जस्तो धेरै क्रिस्चियन विश्वभरि नै छन्। हाम्रो प्रभुपादले त जस्तो लगभग गरिसक्नु भएको छ, लगभग उहाँले चाहिँ बेस बनाइसक्नु भएको छ, धेरै नै आएका छन्। अब हामीले चाहिँ उनीहरूलाई चाहिँ बाइबल अनुसार चाहिँ भगवान् श्रीकृष्ण परमेश्वर हुनुहुन्छ भन्ने हामीले बुझाउन बुझाउनु पर्यो। प्रभुपादले धेरै किताबहरू लेख्नु भएको छ, त्यो चाहिँ उहाँहरूलाई चाहिँ हातमा पुर्याउने यसरी हामीले प्रचार गऱ्यो भने उहाँ नि ह्युमन बिङ हो, उहाँ नि राम्रो चाहनुहुन्छ, उहाँ नि परमेश्वरकै जानु चाहनुहुन्छ, शाश्वत परमेश्वर नै श्रीकृष्ण भगवान् हुनुहुन्छ। त्यही भएर क्रिस्चियन बढ्दैमा केही हुँदैन, तर क्रिस्चियनहरूलाई ज्ञान दिन सक्न हामीले पर्यो र उहाँले भनेको परमेश्वर चाहिँ भगवान् श्रीकृष्ण हुनुहुन्छ भन्ने हामीले चाहिँ बुझाउन सकियो र प्रभुपाद किताबहरू बाँड्न सकिएन। उहाँ हुनुहुन्छ, भइ नै रहेछन्, यो सत्य पनि हो। लाखौँ लाख करोडौँ करोड क्रिस्चियनहरू चाहिँ हाम्रो सनातनी धर्ममा आइरहेछन्, यसलाई धेरै आत्तिहाल्न पर्दैन। भनेपछि क्रिस्चियनले बेस बनाउने काम चाहिँ गरिरहेछ कि प्राइमेरी नलेज चाहिँ दिइरहेछ कि क्रिस्चियनले पनि। बाइबल मात्रै पढ्नु हुने हाम्रो क्रिस्चियन त्यही त, उहाँ बाइबल मात्रै पढ्ने त उहाँले पढेपछि पूर्णतै छैन त। अनि त्यही भएर त नत्र भने बाइबल पूर्णता हुने भने लाखौँ लाख करोडौँ करोड क्रिस्चियनहरू आउँथे त नि हाम्रो सनातन धर्म। होइन, नेपालमा विशेष गरी अरू नेपालमा नि बनेका छन्, नेपालमा पनि क्रिस्चियनहरू हाम्रो इस्कनमा आएकै छन्, अरू पनि भइरहेको छ नि। जुन वंशाणु पहिलाबाट नै हुनुभएकोहरूलाई चाहिँ बरु खोजी धेरै छ होइन। तर नेपालमा पढ्नुभयो, जुन नेपाल र भारतमा जन्मिनु भएको उहाँहरूले चाहिँ यहाँ जुन ठाउँमा जन्मिनु भएको उहाँले नै आफ्नो शास्त्र नबुझिकन। अब नेपालका चाहिँ क्रिस्चियनहरू चाहिँ कस्तो छ भने पहिला हिन्दू बेसबाट आएको हुनाले कसरी चाहिँ अब फेरि उहाँले अलिअलि पाएको खुसी पनि खोसिन्छ कि भन्ने डर छ। अनि म फेरि अब परमेश्वरै कृष्ण मान्ने त मैले गीता छोडेँ, भागवतम छोडेँ, यत्रो छोडेर आएर हलेलुवा भने, यो भने ऊ भने होइन, टिका लाइन, दसैँ तिहार मानिन, सबै गरिन, ओहो अनि फेरि म कृष्णलाई परमेश्वर मानेर कसरी जाने होला भने उहाँलाई त्यो चाहिँ डर हो क्या। त्यही भएर होइन, एउटा मान्छे एउटा स्वतन्त्र रूपले आध्यात्मिक लाइनमा हिँड्ने मान्छेले के को डर हुन्छ र भनेको डर हुनेलाई त व्यवसाय गर्ने डर हुने हो नि त। डर त त्यो आत्मालाई त कहिले डर। सुन न, चर्चमा पास्टरहरूले त्यो कुरालाई बढी फोकस गर्छन् के, त्यही भएर भने त्यो गरेपछि त्यहाँको भक्तहरू पनि अनि त्यो डराउने के। यसको लागि त शास्त्र पढ्नु पर्यो नि हैन र। शैतानतिर जान्छु कि म फेरि कतातिर चाहिँ बहकिन्छु कि फेरि म चाहिँ पुरानै चाहिँ त्यो अब ईश्वरै नमान्ने, परमेश्वरै नमान्ने एकदम व्यथितिमा जान्छु कि, उहाँहरू त व्यथितिबाट आएको भएर उहाँलाई त्यस्तो भएको, व्यथितिमा जान्छु कि भन्ने उहाँलाई त्यो चाहिँ बनाइएको नि छ। उहाँलाई स्वयंलाई पनि हुन्छ क्या त्यस्तो। अब म फेरि कृष्णै मान्दाखेरि म पहिल्यै त्यो चाहिँ अब ईश्वरै नमान्ने, केही नमान्ने, एकदम चाहिँ सिस्टमै भद्रगोल स्थिति जस्तो अहिले मानौँ हिन्दू जस्तो हाम्रो चलिरहेको राम्रोसँग बाइबल पढ्नेले नि यस्तो भन्छन् र। ट्रेडिसनमा त मेरो एन्सर भनिदिनु न, राम्रोसँग बाइबल पढ्नेले पनि त्यस्तो भन्छन् र। होइन, त्यस्तो हिन्दूबाट आएको भने त मैले हिन्दू कल्चर उनीहरूले त त्यो छोडेर आए। उहाँ एकदम व्यथिति थियो, उहाँ कुनै एउटा गड पनि मान्ने थिएन, सिस्टममा केही थिएन, एउटा लियो भने अर्को लियो भने नलेज एक्ज्याक्ट रूपमा फ्याक्चुअल नलेजमा के छ त्यो छैन। त्यो भइसकेपछि फेरि म त्यस्तै अन्धकारतिर त्यस्तै चाहिँ बेमैलतिर जान्छु कि भन्ने छ। तर मन दह्रो गरेर भगवत गीता यथारूप उहाँहरूले पढ्नुभयो भने चाहिँ उहाँलाई चाहिँ फेरि त्यो चाहिँ ऊ भइहाल्छ। अनि भागवतम पढ्ने अनि शिल प्रभुपादले लेखेका पुस्तकहरू पढ्ने बित्तिकै उहाँ झन् राम्रो शुद्ध भएर आउनुहुन्छ भन्ने हुन्छ। प्रभुजी आजलाई समय सकियो, साह्रै मिठो भयो ल। हरे कृष्ण। के होला।